हेलो गाई दर्शन नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म हिराकताको डेटिङ गार्डन भन्दो रहेछ होइन, डेटिङ गार्डनतिर आएको छु है। यो खोलातिर आएको अनि यो हिराकताको डेटिङ गार्डनतिर आएको छु होइन। अनि एउटा भिडियो बनाउन गइरहेको छु। आज खोलातिर आएको थियौँ। आज बिहानै निस्केर अब बिदा जाडो एकदम जाडो छ है। अहिले जापानमा चाहिँ एकदम जाडो छ। जाडो भयो भने के बसिरहनु है भनेर अनि हामीले एकदम बाहिरमा घुम्न आएको। यो चाहिँ त्यही भएर भिडियो बनाएको छु खोलातिर घुमेको। यो चाहिँ अनि त्यही भएर खोलातिर घुमेर होइन, यो के अरे लभ गार्डन भन्दो रहेछ होइन, लभ गार्डनतिर आएको छौँ होइन। हामी चाहिँ लभ गार्डनतिर आएको छु। म चाहिँ ब्याक क्यामेरा गरेर भिडियोहरू बनाएँ, अरू भिडियो होइन। यो चाहिँ मैले सेल्फी अब आफैले होइन, सेल्फी गरेर मैले भिडियो बनाएको छु। यो चाहिँ जापानको ओसाकाको चाहिँ लभ गार्डन हो है गाइड्स। ल हेर्नुहोस् यस्तो छ, हरेक ठाउँमा होइन, हरेक समस्या हल गर्नको लागि चाहिँ यहाँको सरकारले कतिसम्म गर्दो रहेछ भन्ने कुरा हरेक ठाउँको होइन विकास हेरेर, हरेक ठाउँको सुविधा हेरेर थाहा हुन्छ क्या। यो देशले अरू देशलाई पानी दिएर फकाएर अरू देशको रगत चुस्यो भने आफ्नो देशको लागि चाहिँ यतिसम्म गर्छ क्या। यो जापानको विकास देखेर यो हाम्रो देशको सरकारले पनि सिक्नुपर्छ भन्ने जस्तो लाग्छ। ल हेर्नुहोस्, यो हरेक मान्छेको विकृति नहोस् होइन, विसङ्गति नहोस् भनेर हरेक ठाउँमा हरेक चिजको व्यवस्था गरिदिएको छ क्या। ल हेर्नुहोस्, यो चाहिँ गार्डन है। ल गार्डन गार्डनमा हिँडिरहेको छु है। यहाँ यो बेलुका चाहिँ एकदम यहाँ मान्छे बढी हुन्छ, त्यही भएर हामीले दिउँसोको भिडियो बनाएँ है। एकदम अहिले 2 बजीको चिसो एकदम बढी छ, त्यही भएर यहाँको भिडियोहरू अहिले चाहिँ म बनाइरहेको छु। यो खोलातिर आएको खास त त्यही भएर नि यो अलिकति यो आउँदा यो लभ गार्डन पनि जाउँ न भनेर यहाँ दाइरमा आएर यहाँ भिडियो बनाएको छु। ल कस्तो लाग्यो गाइस? अर्को भिडियो चाहिँ म अर्को उसमा बनाएर म अझ हाल्दैछु।